अघि हजुरले भन्दै हुनुहुन्थ्यो प्रदेश आफैमा कसरी आयो, प्रदेशको भाषा कसरी आयो, हिजोको दिनमा स्थानीय तहको थियो र प्रदेश आफै कसरी आयो भन्ने खालको कुरा अलिकति क्लियर गरिदिनु भयो। मधेस आन्दोलनले अलिकति आइडेन्टिटी सिफ्ट आयो भन्ने खालको कुरा गर्नुभयो। तपाईँको विचारमा, तपाईँको एक्सपिरियन्सले अहिलेको युथहरू जुन छन् नि, यो युथहरू अझै पनि आइडेन्टिटी ब्याटलहरू खोजिरहेको हुन्छन् कि उनीहरूलाई अपर्च्युनिटी चाहिएको हुन्छ? वाट डु यु थिङ्क? उनीहरू अपर्च्युनिटीमा बढी मोर इन्क्लाइन छन् कि इकोनोमिक अपर्च्युनिटिज भयो, सो जबसँग रिलेटेड भयो, कि उनीहरू अझै पनि आइडेन्टिटी हुनु पर्यो भन्ने खालको कुरामा लडाइँ त्यो चाहिँ कस्तो भन्छ भन्दाखेरि त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ भन्छ कि आइडेन्टिटीको कुरा त्यो हो कि है। जबसम्म तपाईँसँग प्रशस्त आम्दानी छ, कमाइ छ होइन, अनि राम्रो व्यापार व्यवसाय गरिराख्नु भएको हुन्छ, अनि अस्तिको गएको चुनावमा हामीले हेऱ्यौँ भने धेरैजना एकदम धनी धनी मान्छेहरू चुनावमा लड्नु भएको थियो नि त। किन आइडेन्टिटी चाहियो कि उहाँलाई पनि पोलिटिकल आइडेन्टिटी चाहियो कि। मान्छे के हुँदो रहेछ नि त्यो हामीले छुट्टा गरेर हेर्न मिल्दैन कि। युथहरूलाई जति इकोनोमिक अपर्च्युनिटी जति आजको दिन आवश्यकता हो नि आइडेन्टिटी पनि त्यति नै छ कि है। किनभने तपाईँसँग प्रशस्त छ तर तपाईँसँग परिचय छैन भने केही पनि रहेन क्या। सबैभन्दा ठुलो मेरो के हो त भन्दा मेरो नाम हो कि है। हामी भन्छ नि नाम चाहिँ खराब नगरेस् भन्छ नि, तेरो परिचय खराब नगरेस् भने त्यो आइडेन्टिटी जोडिएको कुरा हो कि। त्यस कारण त्यो भावना हो कि। त्यस कारणले गर्दा भावनालाई अरू कुराले क्रस गर्न सक्दैन। त्यस कारणले गर्दा आजको दिनमा युथहरूलाई इकोनोमिक अपर्च्युनिटीको कुरा, डेभलपमेन्ट अपर्च्युनिटीको कुरा एन्ड एजुकेसनल अपर्च्युनिटी जति जरुरी छ त्यति नै जरुरी तपाईँको के छ त भन्दाखेरि आइडेन्टिटीको पनि छ होइन। तर जहाँ हामी चाहिँ के भने जसले त्यो भोगेको हुँदैन त्यसलाई त्यो थाहा हुन्न कि ए यो होराला जस्तो लाग्छ। मैले चाहिँ मेरा नजिकबाट मलाई त्यो परिचयको हिसाबले मैले धेरै पीडा भोग्नु परेन होइन। मलाई समाजले दिएको दर्जाको कारणले गर्दा मैले धेरै पीडा अनुभूत गर्नु परेन। तर मैले नजिकबाट देखेको छु के, जो साथीहरू मसँगै पढेका साथीहरू, मसँगै काम गरेका साथीहरू, उनीहरूलाई त्यो आइडेन्टिटीले कति घोचेको छ भन्ने कुरा मैले देखेको छु। त्यस कारणले गर्दा परिचयलाई म अरू अपर्च्युनिटीसँग भिन्न गरेर हेर्न सक्दिनँ।